गाइस वेलकम टु न्यू ब्लग। हजुरले चाहिँ स्वागत छ मेरो नयाँ ब्लगमा। आज चाहिँ हामी बारीमा जान्छौँ। गाइस हेर्नुहोस् होला बारी। ल गाइस हामी हिँड्छौँ। यता मम्मी हुनुहुन्छ। ल अगाडि मम्मी गर्नुहोस् Things just feel heavy. थुप्रैजना आउनु भएको छ बारीमा। गाई चाहिँ त्यहाँ माइली बजे हुनुहुन्छ। मेगा ओ चस्ना हाई गरिदियो यता। हाई गरिदिउ न। ओए तल कसलाई पनि पुलाइन फेरि भिज मकैको गाडीमा ओइ जोस्ना हाई गरिदिउ न। देखेकै छैन खै मेगा खै मतलब गरिरहेको हाई गरिदिउ। ओइ क्यामेरा हेऱ्यो त गाइस मैले फेरि मेगाले क्यामेरा दिएँ। मेरो हातै दुई भ्याक्यो। खै म अगाडि जान्छु मेगा अनि तिमी सुट हान्दियो त। खै मेगा बारी बारी पनि देखाइदियो है। यता माथि पनि देखाइदियो। राखेको छैन अस्ति खन्या थियो कि त्यतिकै पर्छ। गाइस हामी हिँड्छौँ। गाइस यहाँ पानी पर्यो भनेको त हावा चलेको पो रहेछ। कहाँ पो त पानी झरेको र गाइस रुखपातको पो पानी चलेको रहेछ। गाइसहरू गयो। गाइस यहाँबाट जाने अरे। म फेरि कसरी जाने त मम्मी क्यामेरा लिँदै यही काट्ने रे। ल ल्याऊ। गाइस यहाँ मैले मेगाले दिएको है। यहाँ मम्मीले तलतिर भिड सोरेन त भिड पनि थाहा हुन्न फेरि। यहाँ मैले घाँस काटेको गाइस हजुरको जोस्ना हेर्नुहोस् त। फेरि मेगा हुन्छ। हेलो फेरि हेलो गर्नुभयो। हेर्नुहोस् ल घाँस कसरी काट्छ हजुरहरूलाई पनि थाहा छ। लड्छ तलतिर। यताबाट नजाऊ के ओए जोस्ना त्यहाँबाट नजाऊ लड्छ चिप्लो हो। उताबाट घुमेर गए मात्रै हो।
अहिले हामी उठेबाट घुमेर जान लाग्यो कसले कसले जा हँ? ल जाऊँ मेघाको पछि जाऊ सोरेन छेउतिर नजाए ल यहाँ जुस्ना पनि यहाँ भाग्दै गाई चाहिँ त्यहाँ कसको जुत्ता छ भनिरहेछ यिनीहरूले त्यहाँ हेर्नुहोस् होला गाई चाहिँ त भिड छ हेर्नुहोस् होला यो बाटो भयो नि हेर्नुहोस् यहाँ लड्यो भने यहाँ मोबाइलबाट हजुरले सानो चर एकदम धेरै ठुलो छ है यसलाई गाई चाहिँ हेर्नुहोस् हामीले के देख्यौँ ओ गाइस धेरै जु भएछ झुकेर यसलाई इग्नोर हान्नुहोस् होला है ल छुमै त होइन है छ गाइस मैले ल्याएको डुनस टच मी प्लान्ट नमस्ते फुल के गाइस त्यहाँ यिनीहरू पुगेर चिच्चै रहेछ कसरी खाने गरी ओ आयल बिस्तारै बोल त काँदै खायो गाई तिनीहरूले त के गरिरहेछ बदमासी गरिरहेछ बदमासी हेर्नुहोस् के गरिरहेछ त्यहाँ लट्ठी लिएर आनिरहेछ हेर्नु त के गरिरहेछ हामी पुग्यौँ यहाँ अब मान्छे के रह्यो खै उही नगर कि नहान अब त झर्छ अहिले ल हानिरहेको छ कि तर यो केही नामले थिएन झर्ने नै यस्तो छ के ओए 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 यहाँ लागि खेलौँ गाई चाहिँ हामीले प्लान बनाएँ हामी लाखे खेल्छौँ अझ हेर्नुहोस् होला के हो र देख्यो त भर्खर हजुरलाई झुकेर देखाएन के गाई ओइ फ्याउरो भनेको के हो के गाई चाहिँ मेघाले ज्ञान दिन्छ फ्याउरो भनेको ल सुन्नु फ्याउरो भनेको के हो ल ल भन ओ ल भन कि जुस्नाले ज्ञान दिन्छ गाई ओ जुस्नै त यहाँ क्यामेरा झर्छ के ओए ल जुस्नाले ज्ञान दिन्छ है फ्याउरो भनेको जुस्ना फ्याउरो भनेको के हो जुस्ना फ्याउरो भनेको के हो फ्याउरो भनेको स्यालो के मान्छेलाई किनीहरूको ज्ञानै तर मलाई त्यही लाग्छ फ्याउरो भनेको स्यालै हो मैले पहिला थाहा हाई झ्यान्ड कता चढ्नु कस्तरी झ्यान्ड मैले बजै त्यहाँ कसरी चढ्नु भयो होला है हेर न के छ गाई त्यहाँ हेर्नुहोस् न के छ गाई चाहिँ जसनालाई लाग्छ सब्सक्राइब गर्न एकदम इजी हुन्छ यत्तिकै मिलियन सब्सक्राइबर पुग्छ अरे यो जसनाले भनेको तर हजुरले के थाहा तर यो जसनाले के थाहा सब्सक्राइब गर्न कति गाह्रो हुन्छ त्यही भएर हजुरले सब्सक्राइब यो भ्लग हेर्नु सब्सक्राइब बटनलाई सुपरम्यान पन्च हान्नु कि F5 हान्नु कि ए हान्नु तोड्दिनु हानेर नै हजुर मैले बजाएको र यिनीहरूले हो म त यहाँ भ्लग बनाइरहेको छु गाई चाहिँ हामीले लाखे नचाउनु भन्थे माउै भने त हामी त माल बस्दैतिर जाने हो के अरे ओए मसँग लट्ठी पनि छ यत्रो ओए ढुङ्गाले हानिदिने हामी त लट्ठीले हानिदिने हो अनि पोलेर खाइदिने हो मेरो बाबाले झन् स्यालको पनि खानुभएको छ
तर बाघको पनि खानुपर्छ सिंहको चाहिँ थाहा छैन हामी रोड भेनेसुला एक्सिडेन्ट भयो यहाँबाट यहाँ हेर्न न क्लियर देखेछ हेरै गएको छैन कि अहिले त अघि बरु खतरा देखेको थियो बाइक आयो भने झन् खतरा देखिन्छ कहाँ क्लियर दिएको थियो तिमीहरूले यहाँ मैले त देखेन त टेम्पो बरु कटकट ठुलो लागेको थियो गाई तिनीहरूले भनेको यो कुलफुलोले झरा लज त्यसरी हानेर ल मेघाल के गरिरहेछ ओए म झारिदिन्छु त्यो कसले समात्छ क्यामेरा के समात्देऊ ल सरलले जान खोजिरहेको छ गाइस झर्यो गाई चाहिँ हामीलाई यिनीहरूलाई डर लाग्यो अरे के फ्याउराउँछ भनेर मलाई नि गाई चाहिँ मलाई नि यहाँ ढकढक भइरहेको छ कि फ्याउराउँछ कि भनेर यहाँ जसले फेरि रेडी भइरहेछ आउने बित्तिकै झ्यामझुम हान्नको लागि ओए खै त ढुङ्गाले गाई यहाँ त रामजी आउनु भयो केटी होला रामजी आउनु भयो सीताजी आउनु भयो ओ जाऊ ढुङ्गा लिन जाऊ जाउँ भनेको ओए जुमान गएन आउन मैले बजेलाई के ल ओए छिटाउ न रे ओइ ल What's wrong? Something isn't right. I feel I belong in the light. Passion is gone, and love's taken flight. Things just feel heavy. ल गाइस हामीले एकदम पसिना आयो कस्तो गर्मी भइरहेछ गाइस अझै भ्याएको छैन गाइस ल हामी एकछिन रनिङ हान्छौँ है यो What's wrong? Something isn't right. I feel I belong in the light. गाइस यहाँ हड्डी देख्नु हटाउ ल ओइ नफाल गाइस यहाँ त कत्रो हड्डी ओइ फाल्दे यसलाई यो हड्डीले फाल्देऊ ओए माली बजे हुनुभएको भए के गर्थ्यौ अझै पऱ्यो हो हेर धन्दा परेन ओइ ल गाइस झ्याउ लाग्यो कि मलाई What's wrong? Something isn't right. I feel I belong in the light. Passion is gone, and love's taken. हेलो गाइस अब चाहिँ हामी जान लागेको हो राम्रोसँग समात्यो के समातेको त यसरी समातेको लैन भन न केही त ल यतिकै ल्याउँछ
गाइस हामीले डु नट टच मी प्लान्ट देख्यौँ नमस्ते फुल के हेर्नु त नमस्ते फुल देख्यौँ हामीले डु नट टच मी प्लान्ट ले लिखे करें सही साडी लाएर आयो भने कालो चस्मा लायो भने आइयो करें ला हो सही ए सही ये बढ़ के मेरे कुत्ता है Don't know what's wrong. Something isn't right. Don't feel I belong in the light. Passion has gone and love's taken flight. Things just